तपाईहरुको निम्ति के गर्नुभएको छ मलाई थाहा छैन, त्यो तपाईको व्यक्तिगत कुरा हो। तर म एउटा क्लेम गर्न सक्छु, म स्ट्रङ भएर भन्न सक्छु कि परमेश्वरले तपाईलाई अनुग्रह गर्नुभएको छ। द्याट इज बेस्ट थिङ्स। त्योभन्दा अरू कुरा कुनै छैन। ग्रेस, लुक एट परमेश्वरको अनुग्रह। वी आर नट वर्थी टु गेट द्याट गिफ्ट। हामी त्यो उपहार, परमेश्वरको अनुग्रहको उपहार रिसिभ गर्न हामी योग्यका छैनौँ। तर परमेश्वरले हामीले कति प्रेम गर्नुहुन्छ। त्यो प्रेम चाहिँ अवर्णीय प्रेम, पक्ष बिनाको प्रेम, अनकन्डिसनल प्रेम। हामी उहाँको विरुद्धमा खडा हुन्छौँ, तर उहाँ कोमल हृदयको हुनुहुन्छ अनि उहाँ चाहिँ अति प्रेम गर्ने प्रेमीले परमेश्वर हुनुहुन्छ। प्रभुले तपाईँलाई अनुग्रह गर्नुभएको छ। हामी उहाँको अनुग्रहमा रहेर उहाँले हामी सुन्दर जीवन दिनुभएको छ। हो, तपाईँको व्यक्तिगत कुरा म जान्दिनँ, तर परमेश्वरले अनुग्रह गर्नुभएको छ। त्यो अनुग्रहद्वारा परमेश्वरले प्रवासी देशहरूमा ल्याउनु भएको छ। हामी एउटै पवित्र आत्मामा बप्तिस्मा लिएर, एउटै परमेश्वरमा विश्वास गरेर हामी एकजुट भएर, हाम्रो थकित शरीर भए तापनि, कमजोरी भए तापनि, शरीरमा अस्वस्थपन भए तापनि परमेश्वरको महिमा, प्रशंसा, आराधना, जय जयकार अनि थ्याङ्क्स दिन यस मन्दिरमा उपस्थित भएका छौँ। हामी परमेश्वरलाई ताली बजाएर धन्यवाद दिन्छौँ। हाम्रो एकमात्र सर्वोच्च जीवित परमेश्वर, पिता अनि पुत्र अनि पवित्र आत्मा त्रिएक परमेश्वर, प्रभु तपाईँलाई धेरै धेरै धन्यवाद।